गाउनु बा गाउनु आउँछ क्यारे फर्का फर्का जुरेली झरी आउँछ भालु खेलम लासुरेली यता फर्किनु फर्का फर्का जुरेली झरी आउँछ भालु खेलम लासुरे उचाला भाउजू उचाला भराक्क बसेर सेक्टो निकाल चस्स भाउजू यता फर्किनु नि बा हो यता फर्किनु चस्स 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 गर्नु के चस्स 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 उचाला भाउजू उचाला रातो बसेर सेक्टो निकाल चस्स भाउजू चस्स भन्छ यो गरेको त थाहा छैन गाई चाहिँ नन्दको सुटिङ हुने एउटा घर हो बामा आइरहनु भएको छ अब हाम्रो त्यो बिहान अहिले तपाईँको ठ्याक्कै ल्याएर 9 बज्यो जाम हो उहाँ सावित्री छात्ता उतार्नु पारेर छत्रे उहाँले युज गरेर उहाँ भुँडी बजाउनुहुन्छ जहाँ हेरौँ जहाँ तँलाई बाटोमा एक्लै मात्रै त भेटौँ न मैले जाने के गर्नुपर्छ भने ढुङ्गाले हानेर मार्नुपर्छ है बा ढुङ्गाले सावित्रीलाई त कसले सक्ने सावित्री सम्मिललाई कुट्नु भएन कुट्नु भएन हैन ल गाई जुरेली नमस्कार बाउलाई फाइनली गाइज आज हाम्रो नन्द सिरियलको सुटिङ स्थापना बिहान 8 बजेदेखि सुरु भइरहेको छ पक्कै पनि नमस्ते नमस्ते म एकदम सत्य बोल्छु 8 बजेबाट सुरु गरेको हो नि सबैभन्दा सत्य नै कुरा गर्छु बोल्ने बानी छैन हामी 8 बजे आएका हौ 8 बजे आएपछि यहाँ चाहिँ तरकारी केलाउने भात पकाउने कामहरू भयो अब त्यसपछि खाइयो अगाइयो हैन अब चाहिँ बल्ल सुटिङको कार्यक्रम हुन्छ है त ल नमस्ते म जुरेली हामी चाहिँ यो कस्तो भनेपछि पहिला हामी आएर यो पेट पूजा गर्छौं के पेट पूजा नहुँदैसम्म क्यामेरा ब्रान्डेड ब्रान्डेड हो हाम्रो पेट पूजा भयो अब क्यामेरा पूजा भयो 3 बजेर सुटिङ सुरु हुन्छ तपाईँ के भन्नुहुन्छ यो बेलामा नमस्ते म पनि यहाँ खाइवरी यसो केटाकेटी रमाएको हेरेर खुसी ल त्यही हो अब हाम्रो बिहान 7 बजेबाट 9 बजेसम्म भात पकायो नखाएर सुटिङ चाहिँ सुरु भयो हाम्रो सुटिङ 5 सिन खिच्यो अब लगभग 6 सिन होला बेलुका 4 बजे सकेर बेलुका राति 11 बजे सकेर 4 बजे घर जानुपर्छ त्यही हो हाम्रो भने ल जाउँ के हो नानु 3 बजिसक्यो एकछिन भएन सबभन्दा जुम्मा नमस्कार जुलिना नमस्कार नमस्कार मैले नमस्ते म त भिडियो खिच्न आएको थिएँ खासमा उहाँहरू फोटोको लागि उभिनु भएर चाहिँ मैले भिडियो खिचिरहेको छु त्यही हो रेडी हो रेडी यस्तै खिच्दा कस्तो हुन्छ स्वयम्भूको नि यस्तै ठाडो उकालो छ है यो त स्वयम्भू भन्दा नि लामो उकालो छ हेर अफो बर्बाद हुनु कतिवटा भरेको छ यसमा एउटा स्वयम्भूमा त 20 वटा हुन्छ छैन स्वयम्भूमा जम्मै 8 वटा भरेको छ फाइनली गाइज आज यहाँ आमा छोरालाई बानी सिक्नु छ के हो टायर खिच्ने पहिला यहाँ एउटा अलिकति हाल्नु ल है ल बुवा त्यो अलिकति हट्नु पर्यो बुवा तपाईँ हट्नु आज यहाँ गाउँलेबारीको सुटिङ आमा छोरी यहाँ चन्दालनी गाउँले पानीका आमा छोरी चन्दालनी आमालाई मानेर चलाउँदैछ रोल एक्सन आत्ति राख्नु तपाईँहरू एकदम आत्तिनु भलक बन गएको छ क्यामेरा पुरामा पुराम बिचरा हाम्रो गर्नुपर्छ के गर्ने ओहो आइफोनले खिचिरहेको डाइरेक्टर हुन कहाँ सजिलो छ त यहाँ डाइरेक्टर क्यामेराम्यान हुनु सजिलो छैन नि त तपाईँलाई त कालो देख्छ मान्छे कालो हो र साउन्ड है साउन्ड यही बस्छ है ल क्यामेरा ल ल नमस्कार नमस्ते हजुर बुहारी जनाजीको बुहारी है गाउँलेबारीको बुहारी ल वान टेक हजुर बसिरहने हो तिमी कहाँ बस्नु यहाँ होइन होइन बस्नु सँगै आऊ
तिमी र ऊ दुईजनासँग तिमी दुईजना के हामी दुईजना हो दुईजना भनेको बस्ने भने उठाल्नु बुहारी गएर त्यहाँ बस्छ अनि तिनजना त्यहाँ बस्छ सरलाई पठाउनु घाम पार है घरमा घाममा निस्क्यो है अलि पछाडि पारेर क्यामेरा दिनुहोस् है कोठा सिधै मेरो अरू नै फाइनली गाइज हामी आज नन्दको सुटिङमा छौँ यसो यो खाना खाने टाइममा यसो रमाइलो हाम्रो डाइरेक्टर साहब विक्रम सर हुनुहुन्छ पारी आमाले भात खानु छु हाँसो राम्रो छ आमाको आमा नकले आमा फोटो होइन साउन्ड अस्ति उताको फिल्म पैसा तिमीले नि दिनु होला अलि तपाईँलाई कुन फुल मनपर्छ आमा के मनपर्छ फिल्म मलाई मङ्गल गरेर जान मन लाग्छ होइन कस्तो राम्रो केटा पनि राम्रो हुन्छ केटा है पहिला सुरुमा त कुकुर गएको थियो अनि त्यसपछि त्यो मान्छे नभए त कुकुर पनि मन पर्छ होला है मङ्गल गरेर कुकुर त मन परिहाल्छ नि छोरा छोरी हुन् सबै कुकुर हो नि माया गर्छन् चरा चुरुङ्गी बाघ भालु वैष्णवीमा आमा तपाईँले अघि भन्नुभएको थियो नि के अरे पावर विक्रम सरको बढी छ भनेर अब त्यसमा अब के थियो अलि त दर्शकहरू जान्न चाहिरहेको कि आमा तिम्रो टाउको चुला म पनि बिहा गरेर 2 भाइ छोरा छन् मेरा नि तिम्रो लाखौँ हुन् मलाई के भन्दा भने बिचरा आमा बुहारीलाई ढकल्नु भयो है यस्तो पाप लाग्छ कि तपाईँलाई बिचरा आफ्नो छोराको बुहारीलाई यस्तो मनमा धेरै माया गरेको छु हातले मुखले मात्रै हो है मनमा मात्र हो अर्की छोरी हो यहाँ चन्नाले छोरी छ फेरि बिचरा ढकल्नु आएको बुहारी किन अझै भएन र फेरि सेमी होइन अलिकति टाइटमा लिनु खोजे आमालाई फेरि सेम है सेम अघि जस्तै गर्नु ल रमन सर एउटा त्यहाँबाट यो पुरै रुख सहित खिच्नु न एउटा फोटो अपलोड गर्न लागि खिच्नु त आइफोनबाट खिच्नु अलिअलि ठिकै लिनु फाइनली गाइज अब आज हामी गाउँलेबारको सुटिङमा छौँ अब सबैजनाले गाउँलेबारलाई माया गर्नु होला अनि अब उहाँ हुनुहुन्छ अब तिलबा तोरीबारीको नाति नमस्ते म चाहिँ गाउँले बुहारीको ब्लग सुन्ने गरौँ सबैजनाले हेरेर भिडियो बिहिबार 7 बजे आउँछ सबैजनाले माया गर्नु होला लुका 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 कुकुर आयो कुकुर हानौँ त तपाईँ त नभाग्नु के तपाईँ भागेपछि कुकुर भाग्छ के ल ल ल भयो 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 सर घर दिनु त हुन्छ ल है लिमल ल आयो ल रोलिङ एक्सन आमाले घिउ राख्नु त्यहाँ अघि राखेको ठाउँमा डल्ली गरेर बसिहाल थकै मारे यस्तो गरेर ल आमा जानु बस्नु डल्ली बोल्दाखेरि अलिकति यता प्रोफाइल पारेर बोल्ने है बोल यस्तै छ भन्नु ल बुवा निस्किनु बुवा आउनु बुवा बुवा ल ल आमाले ल डल्ली त्यो घिउ पकाएर भित्र आइज म जान्छु भन्नु कुकुरले कन्टिन्यू बिगाऱ्यो कुकुरले ठिक छ ओके ओके नमस्कार जन्ना स्वयम्भूको नि यस्तै ठाडो उकालो छ है यो त स्विमिङ भन्दा नि लामो उकालो छ हेर अफो बर्बाद हुनु कतिवटा भनिन्छ यसमा एक्सन म तिमीहरूलाई मुद्दा हालिदिन्छु के अरे के भन्यो अरे फेरि भन्यो त मुद्दा हालिदिन्छु मेरो छोरीले के गरेर मुद्दा हालिदियो हो यसलाई त भुल्दैन यसलाई नमागी त मुद्दा हालिदिएको सागा सदारो आमा भन्नु ओ एकछिन भाइ ओके उहाँ माथि रुखमा हुनुहुन्छ दाइ कहाँ चढ्नु भयो तपाईँ उहाँले एकदमै ड्रोन हान्नु भएको छ रुखमा
सबैजनाले मिलन भाइको च्यानल सब्सक्राइब गरिदिनु होला उहाँले भन्ने यही मिलन भाइको च्यानल सब्सक्राइब गर्नुहोस् गाउँले बुहारी सिरियल खेल्नुहोस् के अरे हेर्नुहोस् अनि मेरो धनीको रोल इन्ट्री भएको छ माया गर्नुहोस् लाखौँ दर्शकले मन पराउनु भएको छ अझै माया गर्नुहुन्छ भन्ने कुनै आशा विश्वास गरेका छन् अरूलाई चाहिँ म एकदम अप्ठ्यारोमा छु यहाँ बल्ल बल्ल जोगिया छु फेरि कहाँ खस्यो भने बिजोग हुन्छ ल उहाँ रुखमा हुनुहुन्छ घर चाहिँ ढक्क लाएर यता छ घर छिटो के ओ छिटो गरौँ न बकालौ ल त गरौँ त छिटो छोरी मेरो हराकी छ अन्त मेरो बुहारी पनि त हराएको छ नि तपाईँ त नहाली छाड्दिनु म त उनीहरूलाई त भन्छु भन्छु हाल्छु त अनि तपाईँ त देखाइदिएको छु मसँग पैसा माग्ने छोरा झगडा गरेर छ पछि छ त चुप लाग बाबु यो 2 कौडीको सन्तानले मेरै घरमा आएर मसँग न्यु खोज्ने अझ बढी बसेस् मुद्दा नहाली छोड्दिन मेरो पनि बुहारी हराएको छ नि बाहिर छ ल टाइट बुहारी हराएको छ है आमा अन्य कपाल नबिगार्नु थम्मेल मलाई गिराएर बोल्नु गिराएर तेरो बुहारी हराए है तेरो बुहारी हराए के फरक पर्दैन तेरो बुहारीको र मेरो बुहारीको मतलब होइन मेरो छोरीको तेरो बुहारीको र मेरो छोरी हिराको टुक्रा हाल्छ म तपाईँलाई मुद्दा हाल्छु मुद्दा हालिदिनु भन्नु न औँठा ठहराएर ल रोल एक्सन म तिमीहरूलाई मुद्दा हालिदिन्छु के रे के भन्यो अरे भएन के अरे भन्दा पनि त्यो आमाले